रोपाइ सुरु भयो है तर रोप्ने बेला यो ल छिटो छिटो लु दीक्षा रोप्ने ठाउँ हो यत्तिकै यो कल्ला गोरु त काम लागेर छ अब हामी पनि धान रोप्ने हिँडेको यहाँ छ एउटा लन्ठुवा बिहानभरि भइसक्यो खन्ने बेला भइसक्यो तर अहिले जमेर एक कबरी खनेर बसेको छिटो खाना के भन्छ को एउटा बुहारी चाहियो भन्छ त छिटो आउनु पर्यो है हामी चाहिँ आज चाहिँ यहाँनिर रोपाइ गर्न आएको काठमाडौँको एउटा यहाँ हेर्छौँ हाम्रो भान्जा छ नाति छ आउनु है आज चाहिँ हामी चाहिँ रोपा यता चाहिँ रेडी मात्रै हुँदैछ छिटो कसो भन्नु अरे इप्सेले काठमाडौँमा धान रोप्ने सौभाग्य दिएको छ सौभाग्य भनेको त एउटाले रोप्ने ठाउँै दिँदैन खोइ बढाइ सक्दैन त कहिले भान्टाङ भुन्टुङ के खाएको किन भाले चिप्स खाएको अब पोथीले मानै पर्यो लु हाम्रो चाहिँ रोपाइ सुरु भयो है तर रोप्ने बेला चाहिँ भएको छैन मेरो भागमा चाहिँ यो परेको छ के हो ल लु छिटो छिटो लु दीक्षा रोप्ने ठाउँ छिटो बनाऊ यो हलो होइन हौ लु गर गर नपस ऊ चाहिँ नआएको माइली चाहिँ माइली मम्मी ए आज त चर्च होला होइन के छ बजेको के छ च्यानलको नाम ल बुई यहाँ चाहिँ ल हाम्रो बज्यू काठमाडौँमा धान रोप्नु पाउनु भनेको चाहिँ एकदम सौभाग्य कुरा हो जो कहिले पाउँदैन होइन हजुर ल म पनि छु ऊ ल के पो ऊ भन्नु के पो बजुहरूलाई काममा लगायो भनेर त्यो ऊ भन्छ नि शोषण श्रम शोषणमा लायो नभन्नु होला हाम्रो बजुहरू चाहिँ आजको बाउसे हो ल मामा उल्टी हान्नु ल मामाबाट भाइर हजुर ल है बजु ल मामा उल्टी 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 खतरा हानिदिनु न एउटा ल अब मेरो सब्सक्राइबरहरू जतिजना हुनुहुन्छ बजुलाई सपोर्ट गर्नु जानु होला अरे ल बजु है हाम्रो बजु हो हाम्रो बजु चाहिँ हाम्रो पहिला उयो गाडेर हाम्रो बजु तर हामी नातिहरू बुढो भइसक्यो बजुहरू भन्दा ए दार्जी गएर ल बजु चिया ल यता सागहरू छ खानु आउनु रातो रातो सागहरू यो चाहिँ हाम्रो बजुको छोरो यता हेर्नु हाई भन्नु न खोइ त तपाईँको मम्मीको युट्युब च्यानलमा पनि हाई भन्नु पर्दैन हाम्रो अर्की बाउसे ल है हाम्रो बलियो बलियो एकदम के पो कहाँ देखिहाल्छ नि सबैजना हजुर यो चाहिँ बिउ यहाँ रुम लगाएको यो चाहिँ हाम्रो
रेजिना अजिना हाय भन काठमाडौँमा आएर धान रोप्ने सौभाग्य कसले हेर्छ तर खै के भन्नु सुनिहाल्छ नि हेलो अब म हामफाले बजेको मोबाइल तर वाटरप्रुफ होइन तपाईँको फोन हजुर माथि छ तर ए पुरै यता काठमाडौँवासीहरू कत्रो गएर तान्नु भएको त नि तनै भएन है हामी चाहिँ यत्रो रोपिसकिसक्यौँ धान तर के गर्नु खिचिदिने मान्छे नभएर दुईटा अल्छीहरू त्यहाँनिर लु तानौँ तानौँ अलिक छिटो कुरा भएन भएन अयो यस्तो हुन्छ धान रोप्ने हाम्रो उयो यहाँनिर चाहिँ धान रोप्नु हुँदैछ अझै यहाँनिर यसरी धान यहाँ रोप्नुपर्ने हजुर हो तारे हो यत्तिकै यो कल्ला गोरु त काम लागेन छ आज घाँस चाहिँ पुगेन जस्तो छ हौ घाँस हो अनि कहाँ लगेको हौ त्यो फेरि घुम्ती घुम्ती रोड भने जस्तो भयो कहाँ लगेको हो त्यो काठमाडौँदेखि पूर्व जाने उयो रोड बनायो क्या हो के भन्छ यिनीहरूले गोरु छैन अरे हामी यहाँनिर ओइ ठुलै माछा निस्केर बस्यो त हौ आलीमा खोइ कोनि त के हो त्यो अच्छा गोबर यहाँ त आलु पर्दैन तानेको तानेकै अनि पैसा कमाएको कमाएकै अरे के लास्टमा चाहिँ पुरा भाइरल भएर नि फेमस गरेर कता कता चाहिँ हिलो तान्ने हो हिलो तान्नु अझ यत्रो बाँकी छ कहिले सक्नु नि हजुर यो पनि अरे अब हाम्रो रोपाइ चाहिँ सकिनु आँटेन बाबा यत्रो ढिलो भइसक्यो चाहिँ हामी चाहिँ यहाँनिर बस्नु पर्यो छिटो गर इसे हो मैले त्यही भनेर त नगर है भनेको त अब बुढोपाकाले भनेको कुरा अहिलेको बच्चाहरूले मान्दैन अनि त्यही भएर त्यस्तै हुन्छ उयो त आलीमा बिउ नराख है ढिलो मेलो हुन्छ भनेको सुन्दैन झन् हुन्छ कि होइन रहेछ भनेर उता राखेको अरे क्या अनि त्यही भएर अल्छी लाग्यो कि के हो भन्दैछ क्या इप्सेले अनि हो नि त अब भनेको कुरा सुन्दैन इप्सेले उसको कागहरू खेतालाहरूदेखि कति आउँदैछको लड्छौ है छोरा त्यहाँको उयो चाहिँ खेतबारी चाहिँ यस्तो छ है काठमाडौँतिरको खेतबारी चाहिँ यस्तो हुन्छ यस्तो हेर्नु है सबैजनाले हाम्रो मात्रै बाँकी छ यार सबैको सकिसक्यो होला तिमी पनि अब विदेशै गएर धान रोप नि त भने विदेशमा गएर पनि धान रोप्नु ए अब पैसा आउने भयो त जसले नि गरिहाल्छ त हो यो भन्ने कुरा त पैसा भन्ने कुरा पैसै हो
के भन्छ इङ्ग्लिस हान्दिउँ भनेको इङ्ग्लिस त हान्नै आउँदैन कि अब फेरि पढ्नु जानुपर्छ इङ्ग्लिस चाहिँ अनि के धान चाहिँ अनि इङ्ग्लिसमा बोलेर धान रोप्ने हो र कागदाजी कागिनी भाउजूलाई छोडेर कता कुदेको हो हाम्रो चाहिँ धन्नै लडी गयो भोक नि लाग्यो तलतिर मकै बारी दर्याम छ मकै बारी दर्याममा त टिकटक पो बनाउनु पर्यो त यहाँनिर मकै बारी दर्याम हरियो काँक्रो कर्याम भन्दा काँक्रा चाहिँ फलेकै छैन बोट मात्रै छ